अङ्ग्रेजी नयाँ वर्ष सुरु हुनासाथ एउटा नयाँ विमान दुर्घटनाले नेपालीहरूको फेरि एकपटक मुटु हल्लाइदिएको छ। यी तस्बिरहरू 2 जनवरी 2026 का हुन्। यहाँ हामी देख्न सक्छौँ कि एउटा विमान झाडीहरूबीच दुर्घटनाग्रस्त अवस्थामा परेको छ। विमानको आधा ककपिट जमिनभित्र दासिएको छ र केही मानिसहरू यात्रुहरूलाई बचाउने प्रयास गरिरहेका छन्। यस्तो दृश्य देखेपछि सबैको मनमा एउटै प्रश्न उठ्छ, अन्ततः यो दुर्घटना कसरी भयो? वास्तवमा त्यो दुर्घटना 2 जनवरी राति करिब 38 बजे भएको थियो। ATR 72 मोडेलको विमान काठमाडौँबाट उडेर भद्रपुर विमानस्थलतर्फ जाँदै थियो। विमानमा कुल 55 जना यात्रु तथा चालक दल सवार थिए। यो उडान करिब 35-40 मिनटको थियो र राति 9 बजेतिर भद्रपुरमा अवतरण गर्ने तालिका थियो। रातको अन्धकारमा पहाडहरूबीच उड्दै विमान विमानस्थलतर्फ अगाडि बढिरहेको थियो, तर करिब आधा घण्टापछि यो सामान्य अवतरण एउटा ठुलो दुर्घटनामा परिणत भयो। जसै विमानले अवतरण गर्यो, विमान स्किड हुन थाल्यो र नियन्त्रणमा आउन सकेन। परिणामस्वरूप विमान रनवेबाट बाहिर निस्कियो। यस्ता दुर्घटनाहरू प्राय एउटै ठुलो गल्तीका कारण होइन, बरु साना साना त्रुटिहरू क्रमशः जोडिँदै जाँदा हुने गर्छन्। त्यसैले ज्यान जाओस् या नजाओस्, यस्तो घटनाको निष्पक्ष अनुसन्धान अत्यन्तै आवश्यक हुन्छ। यो विमान बुद्ध एयरको ATR 72 थियो। यस प्रकारको विमान सुरक्षित रूपमा अवतरण गर्न सामान्यतया 900 मिटर रनवे प्राप्त हुन्छ। अवतरण दूरी, विमानको तौल, हावाको दिशा र रनवेको अवस्था जस्ता कुरामा निर्भर भए पनि परिस्थिति जति गम्भीर भए पनि ATR 72 प्राय 900 मिटरभित्र रोक्न सकिन्छ। भद्रपुर विमानस्थलको रनवे भने करिब 1500 मिटर लामो छ, अर्थात् करिब 600 मिटर अतिरिक्त रनवे उपलब्ध थियो। त्यसैले प्रश्न उठ्छ, रनवे प्राप्त हुँदाहुँदै पनि विमान किन रोकिएन? यसको उत्तर खोज्न हामीले फ्लाइट राडार 24 को डेटा अध्ययन गर्यौँ। डेटा अनुसार उडानको अधिकांश समयसम्म सबै कुरा सामान्य देखिन्छ। पाइलटहरूले विमानको गति नियन्त्रणमा राखेका थिए र विमान अलि जिगज्याग ढाँचामा उडिरहेको थियो, किनकि त्यो समयमा अटो पाइलट डिस्कनेक्ट भएको थियो। भद्रपुर विमानस्थलमा प्राय सबै अवतरणहरू म्यानुअली रूपमा गराइन्छन्, किनकि यहाँ ILS अर्थात् इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम उपलब्ध छैन। ILS नभएकाले पाइलटले अवतरणका बेला मुख्य रूपमा आँखाले देखिने सङ्केतहरूमा भर पर्नुपर्छ। जनवरीको मौसम भए तापनि त्यो दिनको मौसम सामान्य नै रहेको थियो। भद्रपुर विमानस्थलका प्रमुखका अनुसार विमान अवतरण गर्दै गर्दा वरिपरिको भिजिबिलिटी करिब 3000 मिटर थियो, जबकि यहाँ कुनै पनि विमान टेक अफ वा अवतरण गर्न न्यूनतम 2200 मिटर भिजिबिलिटी आवश्यक पर्छ। अर्थात् मौसम र दृश्यता यस अवतरणका लागि बाधक थिएनन्। अब अर्को महत्त्वपूर्ण प्रश्न उठ्छ, के यो दुर्घटना कुनै प्राविधिक खराबी टेक्निकल फेलियरका कारण भएको हुन सक्छ? उपलब्ध जानकारी अनुसार उडानको सम्पूर्ण अवधिभर पाइलटहरूले विमानमा कुनै गम्भीर प्राविधिक समस्या भएको जानकारी ATC लाई दिएका थिएनन्। यात्रुहरूको भनाइअनुसार पनि अवतरण अघि विमानमा असामान्य कम्पन, ठुलो आवाज वा आकस्मिक चेतावनी जस्ता सङ्केत देखिएका थिएनन्। यात्रुहरूका अनुसार विमानले रनवेको अन्त्यतिर पुगेर मात्र टचडाउन गरेको थियो। साधारण भाषामा भन्नुपर्दा विमान अवतरण गर्दा सुरुमा जहाँ टेक्नु पर्थ्यो त्यहाँ नटेकी धेरै अगाडि पुगेर टेकिएको थियो। यदि विमान सही टचडाउन जोनमै अवतरण गरेको भए र त्यसपछि पनि रनवेबाट बाहिर निस्किएको भए ब्रेक, टायर वा अन्य प्राविधिक प्रणालीमा समस्या भएको आशंका गर्न सकिन्थ्यो। तर यहाँ विमान निर्धारित बिन्दुभन्दा धेरै पछाडि टेकेको हुनाले यो दुर्घटना प्राविधिक खराबीभन्दा बढी अवतरणको समयमा भएको निर्णय र दृश्यगत भ्रमसँग जोडिएको देखिन्छ। यहाँ सबैभन्दा महत्त्वपूर्ण बिन्दु आउँछ कम उज्यालो, पहाडी भूभाग हुँदै अगाडि बढ्नु परेकाले र ILS प्रणालीको अभावका कारण पाइलट दृष्टिगत भ्रममा परेका हुन सक्छन्। सम्भवतः पाइलटले रनवेको अन्त्यतिर रहेका बत्ती वा चिन्हहरूलाई रनवे सुरु भएको सङ्केत ठाने, जबकि विमान वास्तवमा रनवेको धेरै पछिल्लो भागसम्म पुगिसकेको थियो। यही भ्रमका कारण पाइलटले अपेक्षित बिन्दुमा अवतरण नगरी धेरै अगाडि टचडाउन गरे र त्यति बेला विमान रोक्न पर्याप्त दूरी बाँकी रहेन। अब प्रश्न आउँछ, यस्तो अवस्थामा गो अराउन्ड किन गरिएन? गो अराउन्ड भनेको अवतरणको अन्तिम चरणमा पुगेपछि पनि ल्यान्ड नगरी विमानलाई फेरि माथि उठाएर अर्को चक्कर लगाउने प्रक्रिया हो। यो कुनै असफलता होइन, बरु उड्डयनको सबैभन्दा सुरक्षित निर्णय मानिन्छ। उड्डयनमा एउटा प्रसिद्ध नियम पनि छ, इफ इन डाउट गो अराउन्ड।
तर यस घटनामा विमान रनवेको अन्तिम छेउमा पुगिसकेको थियो र विमानको गति पनि निकै कम भइसकेको थियो। यस्तो अवस्थामा गो अराउन्ड गर्न विमानलाई पुनः माथि उठाउन पर्याप्त रनवे र इन्जिन शक्ति आवश्यक पर्छ। यदि त्यही क्षण पाइलटले गो अराउन्ड गर्न प्रयास गरेका भएर विमानले टेक अफ गर्न नसकेको भए विमान अझ ठुलो गतिमा जमिनमा ठोकिन सक्थ्यो र क्षति धेरै गुणा बढ्न सक्थ्यो। त्यसैले त्यो अन्तिम क्षणमा गो अराउन्ड नगरी विमानलाई नियन्त्रणमा राखेर रोक्ने निर्णय नै सबैभन्दा सुरक्षित विकल्प थियो। कतिपयले यसलाई पाइलटको गल्ती ठानिरहेका छन्, तर हाम्रो दृष्टिमा यो पाइलटको साहसिक र जिम्मेवारीपूर्ण निर्णय थियो, जसले ठुलो मानवीय क्षति हुनबाट जोगायो। अन्त्यमा एउटा कुरा प्रश्न पार्न चाहन्छौँ। यहाँ प्रस्तुत गरिएको सम्पूर्ण विश्लेषण आधिकारिक दुर्घटना प्रतिवेदन होइन। यो उपलब्ध जानकारी, डेटा र उड्डयन सम्बन्धी सामान्य ज्ञानको आधारमा गरिएको हाम्रो अनुमानित कारण मात्र हो। आउँदा दिनमा सार्वजनिक हुने आधिकारिक अनुसन्धान प्रतिवेदन फरक पनि हुन सक्छ। अब तपाईँको विचार के छ यस दुर्घटनाबारे? कृपया तल कमेन्ट बक्समा आफ्नो राय लेख्नुहोस्। देखाउनेहरू भन्दा फरक, रातोमसी.com।